ओइ के गर लाइछेस के नै घरमा गर्नु भएर बाहिर हावा खान आएको एउटा पैसा आउने बाटो छ गर्ने हो कस्तो बाटो हाम्रो घरमा बत्ती बिग्रिया छ बनाउन सकिन्छ 500 रुपैयाँ आउँछ 500 रुपैयाँ तर बिजुलीको ज्ञान कहाँ छ त हामीसँग झन् तैले जान्छेस् भन्न आए थिए कति राम्रो आउने साल त जान्छी र आफूले भड्काउने जाम त्यसो गर म तँलाई सरी भन्छु हो लाइन त छ त यहाँ मात्रै भएर हुन्छ यहाँ छैन त ए डिस्टर्ब नगर्दा काम गर्ने बेला डिस्टर्ब गरे आएन के यता आएर हेरे मात्रै हो लगभग काम त मैले पनि सिकिसकेको छु के बोला पाल्न पहिले जाने हो अहिले त तार पनि चिन्जेल्छु ल भन्न त त्यसो भए एउटा बत्ती बाल्नको लागि कति तार पाइन्छ तार त अब खोलेर हेर्नुपर्छ त्यति पनि थाहा पार्ने खोलेर हेर्नुपर्छ त्यति पनि दुईटा तार चाहिन्छ न्युट्रल र फेज त्यो माथि हेर्न खासमा कुरो के भने नि मैले तैले के भन्छेस् भन त्यो दिमाग जाँचा मात्रै हो के यस्तो त मैले पहिले जाने थिएँ ल के भयो ल यसले बनाउँदै यसले चुप लाग के मिला काम पनि बिगार्छ तँले बना ल मेन तामै छुटेछ नि कहाँबाट बोल्छ बत्ती त्यसले तैले बनाउन सकेल्छस् सक्छु होला तर यो पहिले बत्ती जोड्ने मान्छेलाई पनि मान्नु पर्छ पहिले राम्रोसँग जोड्दै भयो अहिले यो फुत्किनी थिएन चुप्लान बसेको छु के गल्ती भयो फेरि मर्लेस यहाँ हात नहालेस मैले त्यहाँ लाइन छोड्ला छु के को वाउ हो त फेरि लज्जा त बाल ओइ तँ त बिगारेको छु भन्न मख नपर्के त्यो त मैले अब बनाएको छु गर बनाइदिउ कोही त बाहिर फाल्दै यार यस्तै पनि यसले मान्छे मार्छ यहाँ बनाउला छु त्यहाँ अन गरेछ मान्छे बाँच्छ ओइ त चुप लाग त त्यो अन अफ गर्ने कोल जान्दैन भड्काउने काम मात्रै गर्छ तैले बना भारे अबदेखि तँलाई डिस्टर्ब गर्दिन यसले